सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम गुड छु। आजको न्यू भ्लगमा सबैजनालाई वेलकम छ। म चाहिँ आज यो बिरेखाल्टा गाउँदेखि हाम्रो यात्रा छ, बेनिकसम्मको यात्रा छ है। यस्तो छ हाम्रो यता देखायो टक्क हाम्रो उडा छ है, मर्गबाङ त्यस्तो छ गाउँ। मर्गबाङ गाउँ है गाउँछ लक्क सर यस्तो छ हेर्ने, यस्तो खतरा देखेको छ। अनि यता छ कुने मङ्गले भन्ने ठाउँ है, यता सक्क फेरि छ। यो चाहिँ हाम्रो बिरखाल्टा यता छ बिरखाल्टा। यहाँदेखि फेरि बिरखाल्टा यसो लक्क हेर्नु पऱ्यो बिरखाल्टामा तर म जङ्गलमा छु। यो चाहिँ बिरखाल्टै गाइस हो। टक्क हाम्रो बाटो चाहिँ यस्तो छ है गाइस यताको है। यो चाहिँ मारुमा लिएर मानगाडी आउँदा बस्दै छ। मैले सक्छ यस्तोमा हेर बाटो चाहिँ हेर्नु परेको हेर बाटो यस्तो के हो यो बाटो। यो के भन्छ अरे कुने मङ्गल जाने र भिराइ जाने बाटो हो। कस्तो छ यार, कसले आउनु हो अचम्म लाग्छ मलाई। यस्तो हिरो लेसिरहेको बजार लाग्नु कर दाम के गरौँ थाहै छैन। म अस्ति भने बजार हुन्छ यार पनि भिडियो लाग्छ। तर अब बाटो चाहिँ के भन्छ अहिले चाहिँ यता चाहिँ बनाइदिनु पर्ने हो कि गाइस होइन। जस्तो जङ्गल बाटो छ, रमाइलो दिवस है। काम यस्तो छ यार हेर सबैले यस्तो हेरौँ भन्दैन यस्तो छ बाटो। हामी चाहिँ यो लाग्थ्यो अब हाम्रो त चाहिँ के भनेपछि सेम जलगढाको बाटो सेम यार यो त होइन। त्यो हामी रमाइलो जङ्गल छ होइन। टक्कले यो छ के भन्छ हामी चाहिँ पुग्यो ठाडा खानु है दाजु। टक्क हामी चाहिँ आएको कहाँदेखि भनेपछि बिरखाल्टादेखि टक्क ठाडा खानु आइपुग्यो। यो एरियामा पढेर कुने मङ्गले मालिका अनि बिरखाल्टा टक्कै आएको ठाडा खानु आइपुग्यो। सरकार तपाईँको बाटो कस्तो छ देखियो होला, बाटो कस्तो छ देख्छ होला। बाटो एउटा हुन्छ देखाउन म जान्छु बाटोमा कस्तो हुन्छ भनेर टक्कले वाट्सएप सफा पानीको अवस्था सर तल बाटो चाहिँ यस्तो राम्रो छ है, राम्रो हुँदै
साढे खाइदिएर यार कति हालेर आफ्नो त बर्खा त आम्मा बाटो यस्तो हो बाटो के हो यार राम्रो हुनु गऱ्यो अनि त्यस्तो हुन्छ नरहेको गाडीहरू मिलायो भने टक्क तल चाहिँ 38 गरेको बाटो त्यो गाई थियो भन्नुपर्दा मल्ला कति राम्रो छ है यहाँ त बेला 11-12 बज्ने क्या हामी माथि यसो घाँस सल्लाह घरमा आउने क्या हामी 5,000 बिर्खाल्दादेखि हाम्रो हाम्रो यार 9:30 यस्तो बाँधेर आउनु पर्छ यार